गुड मर्निङ गाइज होइन हामी चाहिँ अहिले चाहिँ उठिसक्यो होइन चिसो चाहिँ ओभर चिसो रहेछ क्या होइन यहाँ हामी यहाँ चाहिँ राति सुतेको है यहाँ हेर्नु न है बोतलहरू यस्तो जमिस्या पुरै है यहाँ यसमा पानी छ अलिअलि पुरै जमिस्या यहाँ अर्को बोतल नि त्यस्तै छ यसमा त पानी जमिस्या यसमा त माथि ट्रेनको माथि जमिसकेको छ अलिअलि यस्तो त रहेछ यहाँ नि हल्का हल्का चित्यो सेतो सेतो शीत परेर रहेछ त्यसले गर्दा यहाँबाट बिहान चिसो आयो नि भ्यू चाहिँ यहाँ कडा आउँदो रहेछ त्यहाँ हिमाल छ पुरो टक्क यहाँबाट हिमाल देख्दो रहेछ यहाँ चाहिँ हाम्रो यहाँ यहाँ टेन्टसम्म जमिसक्यो क्या यस्तो रहेछ क्या यहाँ पुरै यस्तो चिसो रहेछ यहाँ पुरै टेन्टै जमिसक्यो अब आगो बाल्नु पऱ्यो क्या यहाँ ओभर चिसो रहेछ क्या यहाँ बन्द गरिदियो यो पन्च लगाएपछि यही हुन्छ क्या बन्दै टच एकछिन टच हुँदैन चिसो भइरहेको छ क्या यहाँ आगै भएन फाइनली गाइज होइन हामीले कसम आधी घन्टाको मिहिनेतपछि बल्ल बल्ल आएको बल्ल कि यहाँ आधी घन्टा लाग्यो होला है हो कि अन्त हो कि सनले कति घन्टा लाग्यो आधी घन्टा लाग्यो यस्तो अब के गर्नु यस्तै अब माथि फाइनली गाइज होइन हाम्रो चाहिँ के अरे यहाँ अब चिया सिया खाइसक्यो हामीले अब चाहिँ यहाँबाट प्याकअप गरेर अब जानुपर्छ माथि यहाँ खाइसक्यो अब ट्रेनहरू सबै प्याकअप गर्नु पऱ्यो प्याकअप गरेर अब यहाँबाट जानु पऱ्यो ल अब एकछिनमा भेटौँ ल फेरि भित्र आइसक्यो पहिले रातिको आइसक्यो चाहिँ पुरै फाइनली चाहिँ होइन हाम्रो पुरै ब्यागहरू सबै प्याकअप भइसक्यो होइन अनि यहाँ सबै ब्याग बोकिसक्यो हिँड्न कस्तो ठुलो मैले ब्याग पिकअप गरिसकेँ सबै अब चाहिँ हामी जान लाग्यो होइन यहाँ चाहिँ अब चिसो त चिसो है ओभर अब जानु पर्यो यहाँबाट गाडी यहाँ चाहिँ क्या खतरा भ्यू भइरहेछ क्या यहाँ पुरै यहाँ आइस परेर रहेछ क्या यहाँ आइस परेर रहेछ क्या तोसेर छ है खतरा रहेछ हामी गाडी अहिले चाहिँ हामी तिनजना यहाँ छौँ होइन यहाँ सुम्म रहेछ अहिले हामी हिँड्दा हिँड्दा त्यहाँ कहाँ अरे अहिले ट्रेन लगाएको ठाउँबाट चाहिँ आधी घन्टाभन्दा बढी भइसक्यो हिँडेको अहिले त थियो एउटा घर रहेछ ए त घर रहेछ खोइ यसलाई रातो माटो भन्छ जस्तो सुनेको थिएँ मैले खोइ के हो रातो माटो खाऊ रातो माटो भन्ने ठाउँ हो अब यहाँ पुग्नुपर्छ त्यहाँबाट नि अहिले टाइम लाग्छ लगभग त्यहाँ आज 5 पोखरी पुग्ने टार्गेट छ खोइ पुगेला कि नपुगेला यहाँबाट फेरि 9-10 घन्टा लाग्छ अरे पुग्न 5 पोखरी खोइ के हो अब हिँड्दै जाम कति बेरसम्म पुग्छ त्यहाँबाट यहाँ चाहिँ फाइनल झुलुङ पुऱ्याइसक्यो झुलुङ पुल तरेर चाहिँ माथि टकमा जान्छ रातो माटो भन्ने ठाउँमा यहाँ माथिबाट चाहिँ क्या खतरा भ्यू रहेछ तलको माथिबाट झर्ना आइरहेछ यहाँ हामी चाहिँ यहाँ पुल तर्दैछ मैले केटाहरू पनि आइरह धेरै माथि जानु छ थाकिसक्यो मान्छे एकछिन हिँडेछ एकछिन थाकिन्छ क्या। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 1
माथि खतरा। अहिले चाहिँ अब यहाँ चाहिँ झर्नाको पानी हामी भर्छौँ होइन। अब यही पानी भरेर अनि माथि अब झर्ना छैन अरे, यही झर्ना पानी बोकेर अब माथि हिँड्नु पऱ्यो। हिँड्दा हिँड्दा होइन यस्तो बाटो आइसक्यो, खोइ कहिले पुग्ने हो। ए कहाँबाट कहाँ हो तल ए तलबाट यहाँ आइसक्यो। कस्तो अहिले कहाँ माथि जानु छ अहिले, यतिको अवश्य थाकिसक्यो केटाहरू अहिले नै। लट्ठी बोकेर हिँड्नु पर्यो के भन्नु यस्तो। अहिले मलाई बुढेसकालको अहिले याद आइसक्यो त हौ। बुढेसकालको एक्सपिरियन्स अहिले पाइरहेको। फाइनली गाइज होइन, यहाँ हामी चाहिँ यहाँ रातो माटो भन्ने ठाउँमा चाहिँ आइसकेको छ। ए यहाँ रहेछ रातो माटो। मैले तपाईँहरूलाई देखाएको थिएँ त उ त्यहाँ तलबाट देखाएको थिएँ त त्यहाँ पुग्नुपर्छ भनेर। ल अब हामी यहाँ आउँदाखेरि लगभग कति त्यस्तै 1 घन्टा ट्याक्कै। त्यहाँबाट यहाँ आउन 1 घन्टा लागिसक्यो। ए गाइज यहाँ चाहिँ फाइनली होइन ए यहाँ रहेछ यो। ए यतिको जमेर रहेछ क्या यहाँ। ए चिप्लिन्छ होला है। अँ चिप्लो। ए यहाँ चाहिँ पुरै हिउँ छ होइन, त्यो ढुङ्गाहरू छ। ए यहाँ माथि चाहिँ ऊ माथिबाट माथि नि जमेर पुरै। यहाँ सलिनाको काउ हेर्नु न। दुई रुपियाँले दिएका रे। 2 रुपियाँ के भ्यू। ए गाइज यहाँ के अरे काम नपाएर ऊ माथि गएको छ पानी थाप्न ऊ त्यहाँ। ए यहाँ काम नभएको काम नभएपछि ऊ आइ बाँध्दै थर्मल बाल्दै बसिरहेछ। होइन अब यहाँबाट यत्रो घुमेर यहाँ आइसक्यो। केटाहरू बसिरहेछ, अलिकति रेस्ट गर्नु। अब यत्रो पाहाड छ यत्रो पाहाड चढ्नुपर्छ। अनि फेरि उता गयो भने छ अरे एउटा, अनि त्यसपछि मात्रै पुगिन्छ अरे। इ मौसम चाहिँ यस्तो बिग्रिएको छ, यस्तो चिसो भइरहेछ यहाँ। यत्रो माथिको बाद कालो न कालो भइसक्यो। बस्नु केटाहरू हल्का रेस्ट गरिदिएको रहेछ हाम्रो घरहरू। मान्छेहरू माथि गइरहेछ अहिले। त्यही बाटो रहेछ यहाँ माथि त्यहाँ जाने। हामी त्यहीँ जहाँबाट जानुपर्छ अहिले। गाइज होइन यहाँ चाहिँ अहिले के चाहिँ हल्का हल्का हिउँ परेर रहेछ क्या। यस्तो हिउँ परेर रहेछ अगाडि छ। यत्रो छ यो गाइज यहाँ चाहिँ यिनीहरू पुरै आइस खेल्दै बसिरहेछ। मौसम त यस्तो चिसो छ। यहाँ हिउँ चाहिँ कडा परेर रहेछ क्या। अझै माथि चाहिँ झन् खतरा खाले छ अरे सुनेको थिएँ मैले। खोइ अब के यहाँ छ यति रहेछ। आइसै बाक्लै छ यहाँ अहिले। यता अहिले तलै छ, यो माथि चाहिँ कति जानु बाँकी छ। ए यहाँ कति छ ए पुरै साह्रो वाला हिउँ छ। गाइज होइन यहाँ हिँड्दै क्या यस्तो चिसो भइसक्यो यहाँ। पुरा -मा टेम्परेचर गइसक्यो अब। केटा पुरा ज्याकेट लाउनु थालिसक्यो अब। यहाँ अर्को ज्याकेट लाउनै पर्ने हुन्छ। यो मर्निङ अब ज्याकेट लगाइहाल्नु पऱ्यो। अब ज्याकेट लगाइ त हुँदैन
ओभर चिसो भइसक्यो यहाँ मुखै रातो भइसक्यो त नि गाइस होइन यहाँ ज्याकेट चाहिँ लगाइसक्यो मैले यत्रो बाक्लो ज्याकेट लगाइसकेँ अब त्यो पन्जा सन्जा लाउनु पऱ्यो अनि लगाइसक्यो यो हुडीलाई मात्रै ल्याएर छ हिजो भन्दै यो ज्याकेट ल्याएन अब त्यसलाई थाहा भइरहेछ कि पुरै यहाँ यस्तो खतरा हिउँ परेको रहेछ क्या यहाँ पुरै सबतिर हिउँ रहेछ क्या यहाँ माइनसमा पुरै टेम्परेचर छ अब पन्जा सन्जा लगाएर अब जानु पऱ्यो माथि पुरै अन्धकार छ त ऊ पुरै यहाँ हामी चाहिँ यहाँ यस्तो बसिरहेछौँ होइन यहाँ बस्यौँ म यस्तो चिसो भइसक्यो पुरै टाउको सब दुखिसक्यो क्या चिसोले ओभर चिसो रहेछ यहाँ हेर्नु त तल केही देखाएको छैन ल बादल यस्तो भइसक्यो यहाँ यो पुरै आइस जम्या छ अब चाहिँ यहाँ स्नोफल भइसक्यो गाइस स्नोफल के यो सानो सानो छ त हो यो सानो सानो स्नोफल भइसक्यो होइन हेर्नु यहाँ स्नोफल भइरहेछ सबैतिर भुइँमानि स्नोफल भइरहेछ सबैतिर यहाँ स्नो जम्या रहेछ यहाँ त पुरै टेम्परेचर यहाँको त लागिरहेछ मलाई -4 डिग्री सेल्सियस छ अब यहाँ रेस्ट गरिसक्यो अलिकति अब चाहिँ अब जाने अब तल अब के अरे त्यहाँ 5 पोखरी पुग्नु नि अहिले 5 पोखरी नि पुग्न लगभग 3 घन्टा लाग्छ रे यहाँबाट सोधेको मान्छेलाई यो पछाडि होटल रहेछ नि त होटलको मान्छेले सोधेको अहिले लाग्छ रे लगभग 5 घन्टा फेरि 5 रे 3 घन्टा जति लाग्छ रे अहिले नि अब जाम यहाँ चिसो नि ओभर छ स्नोफल नि माथिबाट भइरहेछ अब के गर्ला पुरै स्नोफल भइसक्यो यहाँ माथिबाट पुरै तल भुइँमा नि माथि सबै त्यो स्नोफल खाइसक्यो अब चाहिँ मजा आउँछ जस्तो है चिसो नि त चिसो चाहिँ ओभर भइरहेछ क्या म त हेर त चिसो नि भइरह यस्तो ठाउँ रहेछ यत्रो ढुङ्गाले भनेको पुरै भरेनी बाटो नि जे भन्ने सबै सबै ढुङ्गाले भने रहेछ होइन ओभर चिसो भइसक्यो मुखै रातो हुने गरी चिसो छ यत्रो बाक्लो ज्याकेट लाग्छ तर नि पुरै चिसो भइरहेछ अहिले नि यत्रो बाक्लो लागेर नि केही भएको छैन होइन गाइस झर्ने होइन यता ढुङ्गा छ यता ढुङ्गा छ पहिला चाहिँ ठुलो ढुङ्गा थियो अरे क्या अनि यो ढुङ्गा बिचबाट काटेर अनि बाटो बनाएको कि यस्तो 2टा ढुङ्गा रहेछ ट्याक्कै यता नि काटेर बनाएको रहेछ गाइस होइन यहाँ खतरा स्नोफल भइरहेछ कि खतरा मान्छे म चढ्दा थाकिसकेँ यहाँ कति स्नो तल त अलिअलि थिएन माथि आएछ त ल यति धेरै छ तर देखाउनु पऱ्यो भनेर यसो भिडियो बनाइदिएको टाउकोभरि स्नो छ अब टाउको दुख्न थालिसक्यो स्नोको चिसो रे कति रहेछ अहिले होइन माथि गएर एउटा भेट्छु अहिलेको लागि चाहिँ होइन यति
गाइस गुड मर्निङ होइन अहिले चाहिँ हिजो त के अरे मोबाइल अफ भयो क्या हिजो भ्लग बनाउनु पाइनँ अहिले चाहिँ भर्खरै बिहान चार्ज गरेर मोबाइल अहिले यहाँ यस्तो पुरै चारैतिर हिँडेको छ यहाँ ए के अरे बिहान उठेर यस्तो भयो खेल्न थाल्छियो सबतिर त्यस्तै टाढामा त्यही छ सब यस्तो रहेछ पुरै बोलेर खुट्टा यतिको रहेछ कति यहाँ तपाईँलाई मैले एउटा कुरो जान्छ नि यहाँ कति खुट्टा जाँदो रहेछ कतिसम्म तलै यति यति जाँदो रहेछ क्या पुरै खुट्टा भित्र छिरिसक्यो है खुट्टै भित्र छिरिसक्यो त मेरो हिमालय त देख न उता माथि गएर गरौँ न सबै ठाउँ त्यसो देख न गाई झन् भित्रै गएर यो माछा होला त देख न गाई अनि ढन्द नलडेको माथि होइन यहाँ के को प्रोग्राम हुँदो रहेछ अहिले म यहाँ के अरे हेलिप्याड रहेछ माथि त्यहाँ आएको थिएँ यहाँ नि आइसकेको रहेछ सबतिर यहाँ चाहिँ यो 5 पोखरीमा चाहिँ एउटा मन्दिर रहेछ यो मन्दिर यो 5 पोखरी आएपछि यहाँ चाहिँ जानुपर्छ क्या गाइस अघि चाहिँ होइन यहाँ त्यो हेलिप्याड छ त यहाँ थियो होइन अब मान्छेहरूले त्यहाँ जानुपर्छ भनेर भन्दै थियो यहाँ मन्दिरनिर आउनु पर्छ अरे त्यही भएर यसो अब मनि मन्दिरनिर आइदिएको यहाँ राम्रो मन्दिर रहेछ खोइ कुन भगवान्को अब त्यो थाहा भएन तर मन्दिर चाहिँ यहाँ रहेछ एउटा आयो ढोक्यो अब त्यो अब यसो हल्का अब आधी घन्टा जति अझ घुमघाम गर्ने अनि अब जानु पर्ला सामान प्याक गर्नु छ टेन्सन त यतिकै छ अब प्याक गर्ने अनि जाने यस्तो खतरा भ्यू रहेछ यहाँको तल हिउ यो चाहिँ दुईवटा नदी रहेछ रे पातलो नदी त के भनौँ पातलो त्यो माथिबाट खाएको पानी रहेछ यो र यो होइन ए यो चाहिँ पुरै पानी रहेछ अनि यो चाहिँ पुरै जमिसकेको छ यहाँ यो पुरै यस्तो जमिसकेको यो यस्तो यसको काम छैन यो जति पानी हेरेर बसिरहेको छ फाइनल केही छैन हामी चाहिँ अब यहाँ चाहिँ अलिकति खाजा खाएर होइन अब यहाँ चाहिँ 3 जना निस्किसकेका छौँ यहाँ छ सुमन यहाँ चाहिँ सलिन भाइ यहाँ सलिन भाइ छ होइन हामी अब खाजा चाहिँ यहाँ हल्का एउटा दाइ हुनुहुन्थ्यो उहाँको होटलमा खाजा खायो अनि त्यसपछि अब चाहिँ यहाँ अब जान लाग्यो तल अब तल झर्ने आज चाहिँ हाम्रो प्लान के छ भन्दाखेरि चिम्टीसम्म झर्ने क्या चिम्टीसम्म झर्ने त्यहाँ चिम्टीसम्म झर्ने आज हाम्रो प्लानिङ होइन के छ भन्दाखेरि जहाँदेखि हाम्रो ट्रेकिङ सुरु भएको थियो नि हो त्यहीँ जाने प्लान छ आउँदा त के अरे 2 दिन जति लाग्यो अहिले त फर्किने बेला किनकि ओह्रालो मात्रै छ नि त अनि त्यही भएर ओह्रालो भएको कारणले चाहिँ अब चाहिँ यताबाट एक दिनमा फर्किने प्लान छ जहाँदेखि के अरे जहाँदेखि हाम्रो ट्रेकिङ सुरु भएको थियो अब आज चाहिँ त्यही प्लान छ त्यहीँ पुग्ने अब त्यहीँ पुग्यो भने पुग्यो नत्र अब बिच बाटोमा कतै बस्नु पर्ला त्यही अब चाहिँ भ्लग चाहिँ यहीँ इन्ड गर्छु किनकि मलाई पुरै थाकिसकेको छ पुरै चिसोले घाँटीहरू पुरै दुखिरहेको छ टाउको त्यसले दुखिरहेको छ होइन अब चाहिँ त्यही हो अब चाहिँ म भ्लग इन्ड गरेर अब चाहिँ अब अर्को कुनै भ्लगमा नयाँ ठाउँ भेटौँला
फाइनल चाहिँ होइन आजको ब्लग चाहिँ यहीँ इन्ड गर्छौँ होइन। अब आजको लागि चाहिँ यति। अब हामी भेट्छौँ नेक्स्ट ब्लगमा। बाई। ल लाइन लिनु भने